चासिदेलेक नमस्कार। तिब्बत टिभी को नेपाली प्रसारणमा स्वागत छ। यस सप्ताहको तिब्बत परम पावन दलाई लामा ज्यू र केन्द्रीय तिब्बती प्रशासनको साप्ताहिक समाचारहरूका साथ म लुरु सङ्पो उपस्थित भएको छु। सुरु गरौँ यस सप्ताहका प्रमुख समाचारहरू संक्षेपमा। हामीले शान्तिपूर्वक एकसाथ बस्न सिक्नुपर्छ, परम पावन ज्यूको भनाई। परम पावन दलाई लामा ज्यूले ताइवान ट्रेन दुर्घटनामा ज्यान गुमाउनु परेकोमा दुःख प्रकट गर्नुभयो। विश्व स्वास्थ्य दिवस 2021 मा विश्व नेताहरूको सम्बोधन। तिब्बती लेखक नजरबन्दमा तिब्बतका लागि अन्तर्राष्ट्रिय अभियानको रिपोर्ट। केन्द्रीय प्रशासनका प्रमुखद्वारा तिब्बत लगायत छिमेकी देशहरूको मानव अधिकारबारे प्रतिवेदन जारी। केन्द्रीय प्रशासनका प्रमुखद्वारा दक्षिण भारतमा विदाई यात्रा। बुदापेस्टका डेप्युटी मेयरले चिनिया रक्षा मन्त्रीको भ्रमणमा विरोध प्रदर्शन। तिब्बती दूतावास कार्यालय वाशिंगटन डीसी द्वारा चीन तिब्बत संवादबारे छलफल। अब समाचार विस्तारमा। गत शुक्रबार परम पावन दलाई लामा ज्यूले बाल्टिक राज्यका व्यक्तित्व र संगठनको गठबन्धनले आयोजना गरेको वेबिनारमा भाग लिनुभयो, जहाँ उहाँले बाल्टिक राज्य, लाटभिया, लिथुनिया र इस्टोनियाका मानिसहरूमा व्यापक मानवीय भ्रातृत्व र भाइचाराको प्रवर्धन गर्नुमा विश्वास भएको भन्नुभयो। Now, moral ethics, the ultimate source of happiness among the humanity. And I emphasize we need sense of oneness of 7 billion human beings. We have to live together on this planet. Now, concept of war is outdated. परम पावन दलाई लामा ज्यूले ताइवान ट्रेन दुर्घटनामा ज्यान गुमाउनु परेकोमा दुःख प्रकट गर्नुभयो। उहाँले ताइवानका राष्ट्रपति चाइ इङ वेनलाई यस घटनाबारे गहिरो दुःख व्यक्त गर्नुभयो। परम पावन दलाई लामा ज्यू, पोप फ्रान्सिस, WHO का महानिर्देशक डाक्टर टेड्रोस आधानोम गैब्रियस, संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेस लगायत प्रतिष्ठित व्यक्तित्वहरूले विश्व स्वास्थ्य दिवस 2020 मा स्वास्थ्य सेवामा पानीको पहुँच र सुरक्षाको महत्त्वलाई प्रकाश पार्दै आफ्ना सन्देशहरू साझा गर्नुभयो। गत अप्रिल परम पावन ज्यूले आधारभूत आवश्यकताहरूको प्रवर्धनको लागि अपिल गर्दै विश्व पृथ्वी दिवसमा आफ्नो बयान जारी गर्नुभयो। हामीले बिरामी र विश्वव्यापी स्वास्थ्य सेवा प्रदायकहरूले रोगको अनियन्त्रित प्रसार रोक्न स्वच्छ पानी र उचित सरसफाइको आधारभूत आवश्यकताहरूमा पहुँच पुर्याउन सुनिश्चित गर्नुपर्छ भन्नुभयो। चिनिया अधिकारीहरूले तिब्बतको परम्परागत अम्दो ङापा प्रान्तका एक प्रसिद्ध तिब्बती बौद्ध विद्वान र लेखक गोशेरब ग्यात्सो या गोशेरलाई पक्राउ गरेका छन्, तर उनको नजरबन्द हुनुको कारण अहिलेसम्म थाहा भएको छैन। तिब्बत स्वायत्त क्षेत्र TAR का अधिकारीहरूले 26 अक्टोबर 2020 मा सिचुआन प्रान्तको चेङडुबाट 45 वर्षीय भिक्षुलाई पक्राउ गरेको थियो। गोशेरब ग्यात्सोको मनमानी हिरासतको खबर 5 महिनापछि प्रकाशित भयो, किनभने उनको आफन्तहरू उनको रिहाईको आशामा पर्खिराखेको थियो। यद्यपि गोशेरब ग्यात्सोको स्वास्थ्य अवस्थाबारे कुनै प्रगति वा खबर आएको छैन, जसले हिरासतमा रहेको उनको अवस्थालाई लिएर चिन्ता उठाएको छ। तिब्बतका लागि अन्तर्राष्ट्रिय अभियानका अनुसार गोशेरब ग्यात्सोले तिब्बती बौद्ध दर्शन, परम्परा र संस्कृति सम्बन्धी धेरै पुस्तकहरू प्रकाशित गरेका छन्। अक्टोबर 2020 को हिरासतभन्दा पहिले गुम्बाको शिक्षा सेटिङ्समा शैक्षिक स्वतन्त्रताको लागि उनको वकालत कार्यको परिणामस्वरूप उनको बहुराष्ट्रिय हिरासत र कारावासको साथै गुम्बाबाट जबरजस्ती निर्वासन गरिएको थियो। केन्द्रीय तिब्बती प्रशासनका प्रमुखले गत साता शुक्रबार नयाँ दिल्ली स्थित सेन्टर फर डेमोक्रेसी, बहुलवाद र मानव अधिकारद्वारा प्रकाशित मानव अधिकार प्रतिवेदन सार्वजनिक गर्नुभयो। चीनले वैचारिक रूपमा विश्वमा हावी हुन चाहेको कुराको बारेमा बोल्दै डाक्टर सङ्घेले तिब्बती अध्ययनको क्षेत्रमा विश्वविद्यालयहरूमा अझै बढी जागरुकता अभियान हुनुपर्नेमा जोड दिनुपर्छ भन्नुभयो। अन्य कानुनी र मानव अधिकार विज्ञहरूले पनि तिब्बत र सिरियामा मानव अधिकार उल्लङ्घनको बारेमा बोल्नुभयो। यस हप्ता सोमबार दक्षिण भारतको तिब्बती बस्तीहरूमा उनको आधिकारिक विदाई यात्रामा डाक्टर सिङ्घेले
तिब्बती जनतालाई तिब्बती उद्देश्यका लागि सेवा गर्ने अवसरका लागि धन्यवाद दिनुभयो र उनीहरूको आकांक्षा पूरा गर्नुमा विश्वास व्यक्त गर्नुभयो। डाक्टर सिंघेले कोलेगल, हुङसुर, बेलाकोपे र मोङ्गोरको सर्वसाधारण तिब्बती जनतासँग, विभिन्न गुम्बासँग र तिब्बती विद्यालयहरूको भ्रमण गर्नुभयो। सिजोङले गान्धेन छिपासँग भेट गर्दै उनको मन्त्रीमण्डलले गत 10 वर्षमा सम्पन्न गरेका ठूला परियोजनाहरूको बारे जानकारी दिनुभयो। उनको प्रतिक्रियामा प्रशासनका प्रमुखलाई उनको कदर र शुभकामनाको प्रस्ताव राख्दै तिब्बती जनताको सेवामा लगिरहनु आग्रह गर्नुभयो। दक्षिण भारतमा तिब्बती स्कुलका विद्यार्थीहरूलाई सम्बोधन गर्दै डाक्टर सिंघेले विद्यार्थीहरूलाई हाम्रो राजनीतिक शरणार्थी स्थितिले हामीलाई सफल हुनबाट रोक्नुहुन्न भन्नुभयो। उनले विद्यार्थीहरूलाई उनीहरूको शिक्षामा सफल हुनका लागि विजयी मानसिकता भनेर चिनिने सल्लाह दिँदै शिक्षामा सिटिएको उच्च प्राथमिकताको बारेमा पनि उल्लेख गर्नुभयो। डाक्टर सिंघेले गुम्बाहरूको समर्थनको लागि धन्यवाद दिँदै गुम्बाहरूको अध्ययन र अभ्यासहरू पुनर्स्थापना गर्न महत्त्वपूर्ण योगदानलाई प्रकाश पार्नुभयो। डाक्टर सिंघेले भूतपूर्व सैनिक कल्याण सङ्घ कार्यालयमा भ्रमण गरी तिब्बतीहरूलाई श्रद्धाञ्जली अर्पण गरे जसले भारतीय सेनामा सेवा गरेका थिए। चीनको रक्षा मन्त्रीको भ्रमणको विरोधमा बुदापेस्ट डेप्युटी मेयर फेरेन्स गेरेन्स्करले 24 मार्चमा जिल्ला सहरको हलमा तिब्बती राष्ट्रिय जनता फहराउनु भयो। चीनको कम्युनिस्ट शासनका सदस्यलाई स्वागत गर्न हङ्गेरियन सरकारको कदमप्रति निराश व्यक्त गर्दै बुदापेस्टका डेप्युटी मेयर फेरेन्स गेरेन्स्करले युरोपियन युनियनका सदस्यहरू लगायत देशका लागि रातो रेखा हुनुपर्छ भन्ने र कुनै पनि देशले चीनले गरेको मानव अधिकार उल्लङ्घनलाई व्यवस्था गर्न सक्दैन भन्नुभयो। तिब्बती दूतावास कार्यालय वासिङटन डिसीले अनलाइन उत्तरी अमेरिका चीन तिब्बत संवाद आयोजना गर्नुभयो जसमा उत्तर अमेरिकामा बसोबास गर्ने 15 प्रख्यात चिनिया विद्वान, वकिल र राजनीतिक कमेन्टर्सहरू सहभागी हुनुभएको थियो। यस छलफलले चीन तिब्बत संवादको महत्त्व र यसलाई जारी राख्नको महत्त्वलाई प्रकाश गर्नुभयो। उनीहरूले तिब्बत र निर्वासन दुवैमा परमपावन दलाई लामाज्यूको मार्गदर्शनमा तिब्बती भाषा र संस्कृति संरक्षणमा उपलब्धिहरू प्रकाश पार्नुभयो। वक्ताहरूले तिब्बत, पूर्वी तुर्किस्तान र मङ्गोलियाहरूप्रति चिनिया सरकारको क्रूर विनाशमा आफ्नो चिन्ता व्यक्त गर्दै निर्वासित तिब्बती समुदायमा सफल प्रजातान्त्रिक प्रणाली विकासको सराहना गर्नुभयो। उनीहरूले मध्य मार्ग नीतिको बारेमा पनि छलफल गर्दै तिब्बती मुद्दालाई सुल्झाउने एकमात्र विधि हो र चिनियाहरूले मध्य मार्ग नीतिको दर्शनलाई बुझ्नको लागि थप संवाद र घटनाहरूको लागि आग्रह गर्नुभयो। यसका साथै आजको साप्ताहिक समाचार यति नै। अर्को हप्ता फेरि भेटौँला। तसिदेले नमस्ते।